हेलो हेलो नमस्ते सबैलाई। अब आज चाहिँ हामी यो माथि स्याउले जाने बाटोतिर हिँडिरहेका छौँ। अब स्याउलेको बीच बाटोमा हामी पुगिसकेका छौँ। एकदमै चाहिँ मौसम चाहिँ खुलेको अवस्था छ। आज दिनभरि एकछिन चाहिँ नि पानी पनि पर्यो, ठुलो हावा हुन्डरी चलेको थियो। अनि त्यस पछाडि के छ त अवस्था भन्दाखेरि हल्काखेरि अहिले घाम लागिरहेको अवस्था छ। ल स्याउलेको एरियामा यहाँनिर दामी दामी घरहरू छन्, रोड चाहिँ फिलिली छ, आनन्द आउँछ जो यो ठाउँमा हिँड्दाखेरि पनि। मकैहरू यस्तो छ, घर बस्ती, केटाकेटीहरू ल केटाकेटीहरू पनि कुद्दैछन्, रमाइलो छ। आजको दिन शनिबार पनि हो। ल सट्टसँगले तपाईँले घाम ठ्याक्कै डुब्न लागेको छ। अब हामी सरर हल्का घाम डुबेको एरियातिर पुग्न लाग्यौँ। स्याउलेको डाँडो त्यतै हो। अब स्याउलेको यो अन्तिम बिन्दुको बजार स्याउले बजार भनेको चाहिँ यही हो। अब हामी स्याउले बजार चाहिँ आइपुगेको छ। स्याउले बजार भनेको चाहिँ यही हो। यहाँ छ, बजार छ, राम्रो छ, मान्छेहरू पनि राम्रै छन्। अब यहाँबाट हेर्दाखेरि चाहिँ एकदम बबाल देखियो होइन। अनि त्यही भएर अब यहाँ बाइक रोकेर म एकछिन यहाँको भ्यू चाहिँ अवलोकन गर्नुपर्ने भएको छ। लिएर चाहिँ यसो पारीको भ्यू टक्कै हेर्नु पऱ्यो भनेर होइन। अनि जस बबालै छ ठाउँ, यहाँबाट हेर्दा रमाइलो लागेको छ। ल यसो छ, त्यहाँबाट माथि यो डाँडोसम्म एकचोटि गइदिउँ। यो डाँडोबाट अझै रमाइलो होला जस्तो छ। बबाल डाँडो, फेरि हेर्दाखेरि पुरै चाहिँ माथि डाँडो छ। यहाँबाट बाटो पनि बनाएको छ, तर बाइक त जानेर छ, तर हिँड्दै जाँदाको मजा अर्कै हुन्छ होइन। त्यो भनेर हिँड्दै जाइदिउँ त भन्ने हिसाब हो। अनि अब यो माथिको डाँडो सर्लाक जाने हो। बाइक त आउने रहेछ त, बाइक चाहिँ आउने रहेछ, तर खस्यो भने चाहिँ यताबाट निकै तल, यतापट्टि चाहिँ खस्यो भने नखसोस् भन्ने कुरा हो। तर परबाट हेर्दा चाहिँ अलिकति भिरालो जस्तो, अप्ठ्यारो जस्तो यहाँनिरसम्म चाहिँ ठिक देखिएको थियो। अनि अब यहाँबाट उँभो चाहिँ फेरि अलिकति अप्ठ्यारो देखेको थियो क्या त्यो बाटो। यो चाहिँ खत्रै ठाउँ नै रहेछ, डाँडो पनि छ होइन। तर जे सोचेर आएको त भन्दा फरक खालको खतरा रहेछ। यो चाहिँ मान्छे जलाउने ठाउँ रहेछ, मान्छे पुर्ने ठाउँ, जलाउने ठाउँ। यहाँ यो स्याउलेको यो बजार परको बजार भयो। अब यो चाहिँ स्याउलेको डाँडो, पारीतिर थुप्रै ठाउँ देखिन्छ, तर अब धेरै यो चाहिँ मान्छे जलाउने ठाउँ हो, पोल्ने ठाउँ हो। त्यही भएर यता धेरै नबेर नबसौँ होला भन्ने लाग्यो। अनि अब झरिहालौँ। माथि एउटा टावर पनि छ, आकाश खुलेर दामी भ्यू देखिएको छ होइन। यस्तो यही भ्यू हेर्नको लागि आएको आकाशमा। यतातिरको मौसम पनि दामी छ। यहाँ बसिरहेको छ, दामी भ्यू देखिएको छ है। बाइक पनि मजाले रमाइलो गरेर बसिरहेको छ यहाँ।
त्यस्तो हुनुपर्छ यो पनि सबै त्यस्तै ठाउँ हो यो सबै अन्त सबै यता माथि डाँडातिर चाहिँ यो छ यो तामाङहरूको लामाहरूको मान्छे जलाउने ठाउँ यहाँनिर चाहिँ एउटा हिन्दूहरूको मन्दिर जस्तो देखिँदैछ है अगाडि ढोका चाहिँ ठ्याक्कै बन्द छ छिर्न पाइँदैन जस्तो छ बाइकलाई यहीँ राखौँ अनि यो चाहिँ के को मन्दिर हो यहाँ छिर्न पाए चाहिँ हुने हो होइन ल अब यो जतिसुकै घेवा डाँडो भए पनि अनि घेवा डाँडो त नभनौँ यो तामाङहरूको मान्छे जलाउने ठाउँ भयो भने यहाँनिर चाहिँ एउटा हिन्दूको मन्दिर छ चाहिँ त्यही भएर हिन्दू धर्मको मन्दिर जस्तो देख्छ यसलाई खासमा के ठाउँ भन्छ यसलाई के मन्दिर भन्छ यहाँ कहीँ पनि लेखेको छैन कहाँ लेखेको छ ठिक छ यो देवीको थान भन्ने चाहिँ रोदनजीले पत्ता लगायो त्यहाँ देउराली पनि छ देउराली भनेको त्यस्तो हुन्छ है रोदनज्यू देउराली भनेको त्यस्तो हो अनि यो चाहिँ एकदम बवाल ठाउँ क्या यो चाहिँ अब यहाँनिर एन्टी लाइट पर्छ त्यही भएर बवाल ठाउँ चाहिँ किन छ भने नि यहाँनिर चाहिँ जोसम्म ठाउँ छ अनि दुबो सुबो वरिपरि बारेको अनि जोस मजा लाग्ने आनन्दित आउने ठाउँ छ शिवको मूर्ति हो यो शिवको मूर्ति होइन शिवलिङ्ग भनेर पूजा गर्ने ठाउँ मन्दिर बनाएको छ जोस यो राम्रो छ यहाँनिर चाहिँ एकदम बबाल मन्दिरहरू जो सुरक्षित साथ हुन सक्यो यस्तो डाँडामा मान्छे जलाउने ठाउँ भएको ठाउँमा यहाँ पनि डाँडामा चाहिँ देवी चाहिँ यहाँ हुनुहुँदो रहेछ ल सेवा गर्नुहोस् भगवान् देवीस्थान 7 कन्या भैरव देवीको प्रतिमा यस्तो रहेछ है स्याउले वडा नम्बर 7-8 हर्लाङ बर्लाङ देवीस्थान 7 कन्या भैरव भनेर भित्र लगेर एकचोटि खिच्छौँ है त नामावली भन्ने छ श्रेष्ठ खत्री तामाङ विश्वकर्मा मूर्ति निर्माण प्रसारण 71 साल मङ्सिर 1900 यस्तो छ यहाँ जस देवी देवता सबै हुनुहुन्छ यहाँ रहेछ बल्ल यहाँ आएको अलिकति मजा भयो भैरवी देवी मन्दिर चौतारा साँगचोकट नगरपालिका 1 सपरिवारको तर्फबाट छोरा आदित्य राज भागलपुर होस् भनी चढाएको त्रिशूल आउ माई लट यो यस्तो छ ठाउँ दामी छ दुबो सुबो हरियाली यो चाहिँ जोस मन्दिर झन् बबाल तरिकाले बनाएको रहेछ एकदमै खतरा तरिकाले पूजा आज जोस राम्रै खालको पूजा आज भन्ने ठाउँ रहेछ यो विशेष धेरै कुरो चाहिँ मलाई थाहा भएन यहाँ आउँदै देखियो ल यहाँ सबै भगवानहरू ढुङ्गाका प्रतिमाहरू यता बाहिर यस्तो छ अब यो पूजाआजा गर्दाखेरिको के गर्ने ठाउँ होला बाटो पनि छ यहाँ पनि रहेछ यो ठाउँलाई चाहिँ एकदम मजाले खिच्दाखेरि चाहिँ यस्तो देखिन्छ यहाँ माथि देउराली जस्तो पनि देखिनेछ यहाँ मन्दिर यसरी देखिन्छ यहाँ मन्दिर यो स्थितिमा देखिन्छ त्यहाँ गेट छ अब माथि चाहिँ हाम्रोतिर देउराली डाँडामा देउराली भन्थ्यो अब यो अनि ढुङ्गाका मूर्तिहरू छन् के हो देउराली नै होला देउरालीलाई भाकल पाती चढाउने भन्छ देउरालीलाई पाती नै ल यो डाँडाबाट हेर्दाखेरि चट्ट दामी वरिपरि चाहियो मलाई दामी ठाउँ भने जस्तै वरिपरि दामी ठाउँ छ अब चाहिँ अलिकति ढिलो भएको हो कि जस्तो पनि भइसक्यो अब
चाहिँ घाम पुरै फाइनल्ली अस्ताउन लागेको अवस्था छ। त्यही भएर अब चाहिँ फर्किनुपर्छ यहाँबाट, फर्किनुपर्ने अवस्था छ। चाहिँ फर्किहाल्ने। ल अब स्याउलेको माथि डाँडातिरको घुमघाम अनि मन्दिरको घुमघाम पनि सकियो र आजको यो मौसमको रमाइलो पनि हामीले चाहिँ अहिलेलाई सकेका छौँ र यो भिडियो आजलाई यति नै र अब हामी फेरि अरू कुनै समयमा भेट्नेछौँ। आज चाहिँ अब बाई।